आज हाम्रो फर्स्ट डे र हामी चाहिँ अब न्युमेरिकलमा मात्रै प्राय फोकस गर्छौँ हैन। अब हामी चाहिँ स्टार्ट गर्छौँ। अब हामी फर्स्ट अफ अल हामी न्युमेरिकलमा फोकस गर्छौँ। न्युमेरिकलमा फोकस गर्दै गर्दा फेरि कस्ट एकाउन्टिङ, यसलाई म्यानेजरियललाई कस्ट एकाउन्टिङ पनि भन्छ है। हाम्रोमा चाहिँ म्यानेजरियल एकाउन्टिङ भने पनि यो PU को कोर्समा TU को कोर्स यताउता चाहिँ के भन्छ, यसलाई कस्ट एकाउन्टिङ भन्छ र मैले यहाँ कस्ट एकाउन्टिङै लेखेँ। किन भन्दाखेरि हामीले यहाँ डिल गर्ने भनेको कस्टहरूलाई नै हो कि हैन। अब हामी चाहिँ न्युमेरिकललाई मात्रै प्राय फोकस गर्छौँ। फर्स्टमा युनिट 1 बाटै जान्छौँ है। युनिट 1 भनेको न्युमेरिकल जहाँ छ त्यही युनिट 2 होला यो हैन। हो यसमा चाहिँ के छ, यसमा चाहिँ कस्ट सेग्रिगेसन भन्ने छ, कस्ट सेग्रिगेसन। हेर्नु अब हामीले चाहिँ यहाँ न्युमेरिकलको लागि मात्र चाहिने कस्टहरू चाहिँ हामी स्पेशली त्यो मात्रै फोकस गर्छौँ है। त्यो भन्दा बढी हामी फोकस गर्दैनौँ। अब यसको लागि भेरिएबल कस्ट चाहिन्छ एउटा, अनि त्यसपछि एउटा फिक्स कस्ट चाहिन्छ, भेरिएबल कस्ट चाहिन्छ, अनि एउटा सेमी भेरिएबल कस्ट भन्ने हुन्छ है। ल हेर्नु अब त्यसपछि अब यहाँ जान्नु पर्यो कि अब फिक्स कस्ट भने के हो, त्यो हल्का कन्सेप्टहरू चाहिँ दिन्छु म हैन। अनि त्यसपछि हामी फर्मुलातिर जान्छौँ है। हामीलाई चाहिने भनेको अहिलेलाई चाहिने भनेको यति नै हो कि। अब 1 मा चाहिँ के छ भन्दाखेरि अब यसलाई मैले लेखेर भन्दा पनि तपाईलाई म भनिदिन्छु, अनि त्यसपछि बुझ्नु, अनि त्यसपछि यसलाई सर्टमा चाहिँ देखाउँला है। त्यो डिफाइन चाहिँ तपाई बुकबाट हेर्नु यसको डेफिनेसन हैन। यसलाई बुझाउने चाहिँ म गर्छु। ओके, फिक्स कस्ट भनेको कस्तो कस्ट भन्दाखेरि जुन कस्टको टोटल एमाउन्ट हैन चाहिँ कुनै पार्टिकुलर टाइम अथवा पार्टिकुलर आउटपुटसम्म फिक्स हुन्छ के, भनेको त्यो सबै ठाउँमा फिक्स हुँदैन हो नि। फिक्स कस्ट भनेको चाहिँ यस्तो कस्ट जुन चाहिँ के हुन्छ भन्दाखेरि कुनै एउटा भन्नाले एउटा लिमिटसम्म चाहिँ फिक्स रहन्छ के, बुझ्नुभयो। एउटा लिमिटसम्म चाहिँ फिक्स रहन्छ भनेको यसको टोटलमा चाहिँ कन्सिडर गर्छौँ हामीले हो। कन्सिडर इन टोटल हैन। अनि यो चाहिँ कुनै लिमिटसम्म चाहिँ फिक्स रहन्छ। फर एक्जाम्पल के हुन्छ भन्दाखेरि अब हामीलाई बुकमा दिएको एक्जाम्पल्सहरुमा त फिक्स कस्ट भनेको कुनै युनिट दिइरा हुन्छ हो, दुईटा युनिट दिइरा हुन्छ। अब यसलाई चाहिँ फिक्स नै देखाइरा हुन्छ के हो। मानव अब 10,000 यतापट्टि भयो भने यसमा पनि 10,000 हुन्छ। तर यसको एक्चुअल नेचरमा चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई यहाँ बुकमा दिएको युनिट चाहिँ के हुन्छ भन्दाखेरि विदिन दैट लिमिट भन्ने हुन्छ के, बुझ्नुभयो। यो युनिट दिन्छ नि, यो चाहिँ कस्ट भयो हो, यो चाहिँ फिक्स कस्ट भयो हो, यो दुईटा। अब यो जुन दिया हुन्छ नि यहाँ 5,000 युनिट, अनि त्यसपछि यहाँ चाहिँ 1,000 युनिट भनेर दिया हुन्छ नि हो। यो दुईटामा चाहिँ यो दुईटा कस्ट चाहिँ यो दुईटा चाहिँ एउटै छ भने के सम्झिनु पर्यो भन्दाखेरि यो चाहिँ विदिन लिमिट रहेछ भन्ने कुरा बुझ्नु पर्यो के हैन। तर एक्चुअलमा बुझ्दा फेरि त के हुन्छ भन्दाखेरि फिक्स कस्ट भनेको कुनै एउटा लिमिटसम्म मात्रै फिक्स हुन्छ, त्यसपछि के हुन्छ भन्दाखेरि फिक्स कस्ट पनि बढ्दै जान्छ। फर एक्जाम्पल के लिन सक्छौँ भन्दाखेरि यो एउटा मानौ के छ, घर छ हो, घरको एउटा रुम चाहिँ रेन्टमा लिएछ कसै, यो चाहिँ रुममा यसमा चाहिँ रेन्टमा लिएर के गरेछ, यसलाई चाहिँ गोदाम बनाइरहेछ के हो। यहाँ गुड्सहरू राखिरहेछ। अब गुड्सहरू राखिसकेपछि के भयो भन्दाखेरि अब हेर्नु तपाईको यो रुममा चाहिँ के हुन्छ भन्दाखेरि तपाईले यो रुममा चाहिँ अब यहाँ यो रुमको रेन्ट चाहिँ नि तपाईले यहाँ ल्याएर एउटा गुड्स राखे पनि तपाईलाई उति नै लाग्छ। मानौ 1,000 लाग्छ रे, यो रुमको भाडा चाहिँ 1,000 छ रे रेन्ट हैन। तपाईलाई 1,000 राखे पनि 1 युनिट ल्याएर राखे पनि त्यो 1,000 नै लाग्छ। अब यसमा म्याक्सिमम चाहिँ कति अट्छ रे भन्दाखेरि म्याक्सिमम भनेको 50 अट्छ रे हैन। हजुर, भनेपछि यो म्याक्सिमम लेभलसम्म त तपाईको 1,000 नै लाग्ने भयो नि त रुमको रेन्ट त हैन र। अब यहाँ के छ त, अब यहाँ यदि 51 पिस भयो भने त 50 पिस त हामी यहाँ अटाउला, तर यो 1 पिस त एक्स्ट्रा रह्यो। यसको लागि त अर्को नयाँ रुम बुक गर्नु परेन पर्यो हो। यस्तो बेलामा चाहिँ के भयो, फिक्स कस्ट चाहिँ बढेन त, अब अर्को रुम लिनु पर्यो। फेरि अब अर्को रुमको के हुन्छ 1,000 हुन्छ, यसमा एउटा मात्रै बस्छ नि त हैन हो। यस्तो गरेर चाहिँ यो चाहिँ 2,000 हुन्छ। तर हाम्रो बुकको कन्टेक्स्टमा के छ भन्दाखेरि यो कुराहरूलाई चाहिँ खासै कन्सिडर गरेको पाइँदैन है। त्यही भएर तपाईले के मात्रै बुझ्नु पर्यो अहिलेलाई भन्दाखेरि यो भनेको यो डिफरेन्ट आउटपुटमा चाहिँ यो फिक्स्ड हुने चाहिँ यस्तो कस्टलाई चाहिँ फिक्स कस्ट भनिन्छ भन्ने बुझ्नु पर्यो। बुझिन्छ? बुझिन्छ दाइ, बुझ्नु भयो है। अब त्यसपछि हामी जान्छौँ भेरिएबल कस्ट है। अब भेरिएबल कस्ट भनेको कस्तो भन्दाखेरि पर युनिट चाहिँ सेम हुने के, भनेको कस्तो भन्दाखेरि अब हेर्नु है, तपाईले मानौ के छ भन्दाखेरि एउटा चकलेट अथवा एउटा स्वीट बनाउनु छ, चकलेट बनाउनु छ हैन। हजुर हो, यो चकलेट बनाउँदा फेरि तपाईलाई एउटा बनाउँदा फेरि कति लाग्छ भन्दाखेरि एउटा बनाउँदा यसमा अब यताउता के भन्छ र, अब तपाईको भेरिएबल भनेको के हुन्छ, र मेटेरियल। मानौ र मेटेरियल ओके, र मेटेरियल भनौँ, र मेटेरियल त भेरिएबल हो
हैन किनकि र मेटेरियल कसरी भ्यारिएबल भन्दाखेरि र मेटेरियल भनेको तपाईलाई एउटा बनाउँदा फेरि अलिकति चाहिन्छ अनि त्यसपछि दुईटा बनाउँदा फेरि त्यो भन्दा बढी चाहिन्छ हैन अनि तीनटा बनाउँदा अझै बढी चाहिन्छ हैन र हजुर हो त्यो के हुने भयो भन्दाखेरि र मेटेरियल हेर्नु है एउटा दुईटा तीनटा हो र मेटेरियल एउटा बनाउँदा फेरि अलिकति चाहियो हो नि दुईटा बनाउँदा फेरि अलि बढी चाहियो हैन तीनटा बनाउँदा फेरि अलि बढी चाहियो तर के हुन्छ भन्दाखेरि यो एउटाले कभर गर्ने अनि यहाँ दुईटा भनेछ यो एक वटाले कभर गर्ने अनि यहाँ तीनटा भनेछ यो 1 2 3टाले हो यो इचले कभर गर्ने त सेम हुँदैन र हुन्छ बुझेछ नि हजुर हो यो इचले कभर गर्ने इचले कन्टेन गर्ने र मेटेरियल त सेम हुन्छ हो त्यही भने पर युनिट कस्ट के बुझ्नुभयो अब त्यसैलाई के हुन्छ त्यो र मेटेरियललाई लाग्ने कस्ट भनेको अब मानौ यो एउटा र मेटेरियललाई कति 2 रुपैयाँ लाग्छ हैन ल आरएस 2 लाग्छ रे यसलाई कति लाग्ने भयो दुईटालाई आरएस 4 लाग्ने भयो हैन यसलाई कति लाग्ने भयो आरएस 6 हो 6 लाग्ने भयो तर के हुन्छ त भन्दाखेरि यसमा एउटा मात्रै छ यो एउटैले 2 क्यारी गर्यो यसमा दुईटा छ यसले 2 क्यारी गर्यो यसले 2 क्यारी गर्यो यसमा तीनवटा छ यसले 2 क्यारी गर्यो यसले 2 क्यारी गर्यो यसले 2 क्यारी गर्यो हो नि यसरी 6 आको हो नि त भन्नाले पर युनिट त के छ पर युनिट त सेम छ नि त हैन र हजुर हो यस्तो कस्टलाई के भन्छ भन्दा फेरि यस्तो कस्टलाई भ्यारिएबल कस्ट भन्छ बुझिन्छ अब बुझ्यो दाइ भ्यारिएबल कस्ट भनेको कस्तो कस्ट भन्दाखेरि the cost which per unit cost remains the same अब यहाँ cost of good भन्दै पनि भयो जे भन्दै पनि भयो cost of output लेख्दिम न output अथवा good हैन हजुर good remains the same अब यति चाहिँ भइहाल्यो यो डेफिनेसन नै भयो अब के हुन्छ भन्दाखेरि यसको चाहिँ आउटपुट बढाउँदै जाँदा फेरि यो के हुन्छ भ्यारिएबल कस्ट पनि बढ्दै जान्छ हैन अझ यहाँ टोटल भ्यारिएबल कस्ट भनौँ है पर युनिट भ्यारिएबल कस्ट त सेम नै हुने तर टोटल भ्यारिएबल कस्ट बढ्दै जान्छ के ल हेर्नु न यहाँ के छ त अब एउटा हुँदाखेरि 2 रुपैयाँ मात्रै थियो तर दुईटा भएर आउटपुट दुईटा बनायो नि त हैन दुईटा बनाउँदाखेरि टोटल भ्यारिएबल कस्ट भनेको यो 4 रुपैयाँ हो 4 रुपैयाँ बढ्यो नि त यहाँ भन्दा यो 2 थियो यसमा 4 भयो बढ्यो नि त तर पर युनिट त के छ पर युनिट त सेम छैन र दुई छ हो त्यही भने आउटपुट बनाउँदा फेरि टोटल भ्यारिएबल कस्ट बढ्छ फर एक्जाम्पल र मेटेरियल कस्ट अफ र मेटेरियल हैन अब त्यसपछि कस्ट अफ ल्याब ए भन्दै हुन्छ बुझिन्छ नि बुझिन्छ दाइ हो अब अर्को छ सेमी भ्यारिएबल कस्ट अब यसमा हेर्नु न वर्डले कस्तो क्लियर गराएको छ यो सेमी भनेको के हो भन्नु त ल धेरै सेमी भनेको के हो धेरै हैन नि सेमी भनेको त आधा हो के आधा अथवा केही पोर्सन हो के आधा यो सेमी भनेको चाहिँ आधा अथवा केही पोर्सन है सेमी भ्यारिएबल भनेको के रहेछ आधा भनेको चाहिँ भेरिएबल अथवा केही पोर्सन भनेको चाहिँ भ्यारिएबल कस्ट रहेछ भन्ने हो नि त हैन हजुर हो भनेपछि अब हामीलाई के थाहा छ कस्टहरु भनेको त टोटल कस्ट भनेको त कि त भ्यारिएबल कस्ट हुन्छ कि त फिक्स कस्ट हुन्छ नि थाहा छैन र अब के भयो त आधा चाहिँ भेरिएबल कस्ट भयो भनेपछि अब आधा बाँकी रहेको के हुन्छ त फिक्स कस्ट भएन र हजुर हो केही पोर्सन त्यो बाँकी रहेको पोर्सन है हो यो त के भयो फिक्स कस्ट भयो नि त वर्डले भन्दिरा हेर्नु न सेमी भनेको आधा अथवा केही पर्सन भयो केही पोर्सन भयो अनि भेरिएबल कस्ट भनेको भेरिएबल कस्ट भयो केही पोर्सन भेरिएबल कस्ट भनेपछि त बाँकी रहेको कस्ट त के हुने भयो फिक्स कस्ट अटोमेटिकली हुने भयो हैन र हो त्यही भएर यसमा चाहिँ फिक्स कस्ट भेरिएबल कस्ट र एन्ड फिक्स कस्ट आर नट क्लियरली सेपरेटेड the combination of हैन variable and fixed cost that is not clearly separated अथवा के पनि भन्न सकिन्छ the cost that is neither a fixed cost nor a variable हो यो चाहिँ फेरि यता सुन्नु न अब द कम्बिनेसन अफ भेरिएबल एन्ड फिक्स कस्ट इज कल्ड सेमी भेरिएबल कस्ट भन्ने नि त यो फेरि अब तपाईले के भन्नु होला यो कम्बिनेसन भनेको त टोटल कस्ट हैन र टोटल कस्ट प्लस फिक्स कस्ट यसको यो कम्बिनेसन गर्दा त टोटल कस्ट आउँदैन र भन्नु होला हैन
यो भने कम्बिनेसन होइन है, यो भने सम हो, टोटल हो। यो सम अर टोटल, दि सम अफ टोटल भ्यारिएबल कस्ट एन्ड फिक्स कस्ट इज इक्वल टोटल कस्ट हुन्छ। तर द कम्बिनेसन अफ भ्यारिएबल कस्ट एन्ड फिक्स कस्ट इज इक्वल के हुन्छ? सेमी भ्यारिएबल कस्ट हुन्छ। बुझ्नुभयो नि? अथवा के भन्न पाइयो भन्दाखेरि यो चाहिँ क्लियरली मेन्सन नभएको फिक्स र भ्यारिएबल भनेर क्लियरली नछुट्टाएकोलाई के भयो? सेमी भ्यारिएबल कस्ट भयो। बुझ्यो? ओके, अब क्याल्कुलेसनतिर लागौँ है। अब हेर्नु है, हाई लो पोइन्ट मेथड भन्ने छ नि। ल अब हेर्नु न, अब हामीसँग अब के छ भन्दाखेरि कस्ट सेग्रिगेसन गर्नको लागि चाहिँ दुईवटा मेथड छ है। अब दुईवटा मेथडमा के छ भन्दाखेरि हाई लो पोइन्ट मेथड र लिस्ट स्क्वायर मेथड छ। अब यसले के भन्छ भन्दाखेरि हाई लो पोइन्ट मेथड कस्तो नेमबाटै थाहा छ के, हाई लो, यो भने हाई एक्टिभिटी अनि लो एक्टिभिटी हैन। अब यसले योबाट दिने कस्टलाई नै के भन्छ भन्दाखेरि हाई लो पोइन्ट मेथडबाट सेग्रिगेट गरेको कस्ट भन्छ। ल हेर्नु है, अब के छ भन्दाखेरि हाई लो पोइन्ट मेथडबाट हामीले भ्यारिएबल कस्ट पर युनिट निकाल्छौँ। अब भ्यारिएबल कस्ट पर युनिट निकाल्नको लागि त यो भ्यारिएबल कस्ट पर युनिट निकाल्नको लागि त हामीलाई के एक पिसको निकाल्नु पर्यो नि त, अथवा एउटा कामको अथवा एउटा युनिटको एउटा युनिट अफ गुडको निकाल्नु पर्यो नि त कस्ट हो। त्यही भएर के हुन्छ भन्दाखेरि हामीले टोटल कस्ट, अब यो के गर्छौँ त हामीले एक पिसको मात्रै निकाल्नलाई त अब टोटल कस्ट डिभाइड बाई अनि त्यसपछि त्यसको टोटल युनिट गरिदिने होइन र। अब के गरिन्छ भन्दाखेरि तपाईँको अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि अब तपाईँले के गर्नुभयो, अब एकैचोटि चाहिँ 20वटा चक्लेट्सहरू ल्याउनु भयो। अब 20वटा चक्लेट्स ल्याएपछि त्यसको आरएस चाहिँ कति पर्यो भन्दाखेरि 200 पर्यो। अब तपाईँलाई एउटाको निकाल भन्यो भने के गरिन्छ, 200 डिभाइड बाई 20 गरेर निकालिन्छ नि त। 0 0 कट 2 1 जा अनि 2 2 1 जा 2 10 जा, ल 2 10 जा भनेको एउटाको आरएस 10 पर्यो। अब यहाँ पनि के हो भन्दाखेरि भ्यारिएबल कस्ट पर युनिट भनेपछि त अब के गर्ने, अब हाई लो पोइन्टलाई कन्सिडर गर्ने, तर भ्यारिएबल कस्ट पर युनिट भनेपछि त के गर्ने, टोटल कस्ट डिभाइड बाई टोटल युनिट रहेछ नि त, होइन र? हो, त्यही भएर के गर्ने भन्दाखेरि अब यहाँ हाई लो पोइन्ट मेथडलाई नै कन्सिडर गर भनेको भएर हाई माइनस लो गरिदिने। अब हामीलाई थाहा छ माथिपट्टि के हुने भयो, माथिपट्टि चाहिँ कस्ट हुने भयो, तलपट्टि के हुने भयो त, आउटपुट हुने भयो। हजुर हो, अब त्यसपछि के भयो, हामीलाई चाहिँ अब हाई लो पोइन्ट मेथड युज गर भनेपछि के भयो भन्दाखेरि हाई कस्ट माइनस लो कस्ट हो, हाई लो नै कन्सिडर गरिदिनु पर्यो। अनि त्यसपछि हाई लेभल अफ आउटपुट माइनस लो लेभल अफ आउटपुट। बुझिन्छ दाइ? हो, यति गर्ने है। आन्सर आउँछ, त्यो आन्सरलाई चाहिँ कस्ट पर युनिट लेखिदिनु पर्यो, भइहाल्यो। इजकस टु आन्सर इजकस टु आरएस यति कस्ट पर युनिट। ओके, अब त्यसपछि अब भ्यारिएबल कस्ट त थाहा भयो, अब फिक्स कस्ट निकाल्नु पर्यो। अब फिक्स कस्टको लागि के छ त भन्दाखेरि टोटल कस्ट भन्ने थाहा छ हामीलाई। टोटल कस्ट भनेको के हो, टोटल कस्ट भनेको फिक्स कस्ट प्लस भ्यारिएबल कस्ट हो, होइन? अब हेर्नु, फिक्स कस्ट त फिक्स कस्ट नै भयो, प्लस अब भ्यारिएबल कस्ट भनेको त के हुन्छ, त्यहाँ एउटा आउटपुटलाई लिएर हुन्छ त। हामीले त यहाँबाट के गर्छौँ, हामीले यहाँ त VCPU पत्ता लाग्यो नि त। हो, यहाँ के गर्ने भन्दाखेरि VCPU। अब भ्यारिएबल कस्ट भनेको त टोटल भ्यारिएबल कस्ट हो नि? हजुर। हो, अब हामीले के गरेको थियौँ त, टोटल भ्यारिएबल कस्ट भने त अघि गरे होइन, के हुन्छ भ्यारिएबल कस्ट इचको चाहिँ एउटै हुन्छ। तर के गर्यौँ, अब हामीले यो तिनटालाई चाहिँ के गरेको थियौँ, तिनटालाई आरएस 6 लाग्यो भने अनि यसलाई 2 भयो, यसलाई 2 भयो, यसलाई 2 भयो नि त। भनेको 1 2 3वटा युनिट इन्टु इचको कति 2 गरे हो नि त। हो, अब यो भने के हो त, यो 3 भने के हो, 3 भनेको क्वान्टिटी होइन त। हो, क्वान्टिटी इन्टु यो के हो, भ्यारिएबल कस्ट पर युनिट, होइन? हो, त्यही गर्छौँ हामी यहाँ, क्वान्टिटी इन्टु भ्यारिएबल कस्ट पर युनिट गरिदिन्छौँ। यहाँबाट फिक्स कस्ट निकालिदिन्छौँ। यहाँ चाहिँ टोटल कस्ट इजकस टु फिक्स कस्ट प्लस क्वान्टिटी इन्टु VCPU गर्ने, होइन? अनि त्यसपछि अनि यहाँ अब भ्यालु राखिदिने के, अब के हुँदैन, अब टोटल कस्ट हामीलाई दिया हुन्छ, टोटल कस्ट त्यहीँबाट फाइन्ड गरिहाल्छौँ हामीले अहिले। अनि फिक्स कस्ट भने यसलाई चाहिँ एक्स मानिदिने, अनि त्यसपछि प्लस यो पनि आइहाल्यो हुन्छ, अनि यसलाई चाहिँ यतापट्टि लगेर अनि यसलाई यतापट्टि ल्याएर एक्स इजकस टु निकालिदिने। बुझिन्छ? अनि टोटल कस्ट इजकस टु के हुन्छ, भ्यारिएबल कस्ट प्लस फिक्स कस्ट गरिदिने, आइहाल्छ आन्सर। अब त्यसपछि हामी जान्छौँ लिस्ट स्क्वायर मेथड। अब लिस्ट स्क्वायर मेथडले के गर्छ भन्दाखेरि, यो लिस्ट स्क्वायर मेथडले चाहिँ
हामीले पहिला त्यो तपाईहरुले ड्याम पढिसक्नु भयो कि नै? पढे दाइ। हो त्यसमा लिस्ट स्क्वायर, यसमा चाहिँ लिस्ट के रे लिस्ट स्क्वायर अनि त्यसपछि लिस्ट स्क्वायर रिग्रेसन इक्वेसन भन्ने थियो नि। हो यसलाई कन्सिडर गर्छ के। ए बुझ्नु भयो? त्यहाँ हामीले के गर्छौं y = a + bx गर्थ्यौ नि। हजुर। हो यसैलाई कन्सिडर गर्छ। यो y भनेको के हो? y भनेको टोटल कस्ट हैन? हजुर टीसी। a भनेको के हुन्छ? a भनेको जहिले पनि फिक्स हुन्छ नि त यो। हो यो फिक्स भयो, फिक्स कस्ट प्लस अनि यो के भयो त? यो x हेर्नु न, x भन्नेबित्तिकै यो x त आउटपुट हो। हजुर। हो आउटपुट धेरै बढेपछि आउटपुट सँगै जोडिएपछि त आउटपुट बढाउँदै जाँदा त यो पनि बढ्ने भयो। त्यही भएर यो के हो? यो b भने भ्यारिएबल कस्ट पर युनिट भन्ने जान्नु परेन? हो नि? हजुर दाइ। इन्टु क्वान्टिटी अथवा इन्टु x हैन? हो अब त्यसमा यस्तो हो के यो चाहिँ यहाँबाट यो डिराइभ भएको भनेर सिकाएको मात्रै मैले है। ए बुझिन्छ नि? अब यसमा के गर्थ्यौ भन्दाखेरि अब यसमा चाहिँ y = a + bx गर्थ्यौ हैन? अनि त्यसपछि b कसरी फाइन्ड गर्थ्यौ भन्दाखेरि b भने n * summation xy माइनस summation x * summation y हैन? अपन n * summation x² माइनस summation x को होल स्क्वायर हैन? हो अब यो फर्मुला मैले डेरिभेसन गर्न लाग्यो भने चाहिँ धेरै टाइम लाग्छ। त्यही भएर अहिले डेरिभेसन नगरौं हैन? तपाई झुकिन सक्ने भनेको चाहिँ यो n चाहिँ के हुन्छ भन्दाखेरि n चाहिँ कहाँनेर लाग्ने भनेर झुकिन सक्छ कहिलेकाहीँ हैन? कस्तो ठाउँमा लाग्ने भन्दाखेरि जहाँ चाहिँ के छ भन्दाखेरि तपाईको जहाँ चाहिँ अब दुईवटा इन्टिटीहरु चाहिँ आफैसँग चाहिँ मिलेर बसेका छ नि त। हजुर। दुईवटा इन्टिटीहरु आफैसँग मिलेर बसेको ठाउँमा चाहिँ के n लगाइदिने। ल हेर्नु अब यहाँ के छ त यो x पनि यही छ, x यो y पनि यो समेसन भित्रै छ नि त। दुईवटा इन्टिटी मिलेर बसेको भएर यहाँ n लाग्यो। तर यहाँ त के छ समेसन x छ, यो समेसन y छुट्टा छुट्टै छ नि त। हजुर दाइ। त्यही भएर लागेन हैन? बुझिन्छ नि? हजुर। अब समेसन x² भनेको नि के हो? समेसन x² भने नि x * x को यो सम हो नि त। हजुर। अब यहाँ पनि दुईवटा मिलेर बसेको भयो। तर समेसन x को होल स्क्वायर भने त समेसन x * समेसन x हैन र? हजुर। यहाँ पनि दुईवटा समेसन लाग्यो, यहाँ पनि के भयो यो मिलेर बसेन। त्यही भएर यहाँ पनि n लागेन। भनेको n भनेको चाहिँ म जता तिमीहरु मिल्छौ म त्यतै आउँछु भन्छ। त्यही भएर के भयो यो मिलेर बसेको ठाउँमा चाहिँ n लाग्यो, मिलेर नबसेको ठाउँमा लागेन भन्ने कुरा बुझ्नु पर्यो। बुझिन्छ अब? हजुर दाइ। अब त्यसपछि अर्को के छ भन्दाखेरि अब b = भयो। अब a = भने के हुन्छ भन्दाखेरि y बार माइनस bx बार। बुझ्नु भयो? हजुर दाइ। अब तपाईहरुको बुकमा कसरी गरेछ भन्दाखेरि y बार भने समेसन y अपन n हैन? माइनस b * समेसन x अपन n हैन र? यो भने त y बार x बार भने त के हो? यो मिन हैन र? हजुर। समेसन x अपन n अनि त्यसपछि y बार भने नि y को मिन हो। त्यही भएर समेसन y अपन n हो। बुझिन्छ नि है? हजुर दाइ। हो योबाट n कमन लिएर यसरी गरे होला तपाईको बुकमा चाहिँ समेसन y माइनस b समेसन x हैन? हजुर। हो यसरी गर्न भन्दा उ यसरी गर्न सजिलो भयो नि त। हेर्नु न हैन? यसरी गरेपछि यसलाई एक्सपान्ड गर्नु पर्यो। यसलाई एक्सपान्ड गर्दिए भइहाल्यो त। यति त जानिहालिन्छ नि हैन? र यो दुईटा कमन ल्याए त हो नि। नत्र यतिकै भ्यालुहरु रिप्लेस गर्दिए पनि भयो हैन? हजुर। हो यसरी चाहिँ गर्ने है। ल बुझिन्छ नि है? हजुर दाइ। ल अब एउटा क्वेशन गरौँ है त। क्वेशन लेख्नु त। अब हाम्रो फर्स्ट ड्युटी भनेको के हुन्छ भन्दाखेरि जहिले पनि प्रब्लम सल्भ गर्दाखेरि फर्स्ट ड्युटी भनेको चाहिँ आइडेन्टिफाई द कस्ट भन्छ है। त्यो कस्ट चाहिँ भ्यारिएबल हो कि फिक्स हो कि सेमी भ्यारिएबल हो भनेर फाइन्ड गर्ने हैन? हजुर। अनि त्यसपछि अब के गर्ने भ्यारिएबल र इफ अब सेकेन्ड स्टेपमा चाहिँ के छ भन्दाखेरि इफ भ्यारिएबल अथवा भ्यारिएबल कस्ट अथवा फिक्स कस्ट छ भने ठिकै छ। सेमी भ्यारिएबल कस्ट छ भने के गर्ने त्यसलाई सेग्रिगेट गर्ने। हुन्छ दाइ। ल हेर्नु त अब आइडेन्टिफाई गर्दा फेरि के हुन्छ फिक्स कस्ट भने अब हेर्नु टोटल कस्टमा हेर्ने। टोटल कस्ट भने यो कति छ 30,000 छ, यो 50,000 छ। अब यो फिक्स कस्ट हो त? हैन दाइ। यो भ्यारिएबल कस्ट हो त? अब भ्यारिएबल कस्ट हो कि हैन फाइन्ड गर्नु पर्यो। हो भ्यारिएबल कस्ट फाइन्ड गर्नलाई भ्यारिएबल कस्ट भनेको के भन्थे मैले तपाईलाई? पर युनिट कस्ट। हो पर युनिट कस्ट चाहिँ सेम हुनु पर्यो। अब यहाँ पर युनिट कस्ट निकालेर हेरौँ है। हुन्छ दाइ। पर युनिट कस्ट निकाल्दा फेरि कति आयो चाहिँ यो चाहिँ 3 आयो। टोटल कस्ट डिवाइड बाइ टोटल युनिट हैन र निकाल्ने उस गर्ने। टोटल युनिट गरेपछि के आयो यसको पर युनिट कस्ट आएन त?
हो त्यही गरे यसरी नसोच्नु के तपाईसँग कति 30,000 थियो हो नि तपाईले आरएस 10,000 चाहिँ अब के गर्नुभयो भन्दाखेरि अब आरएस तपाईले चाहिँ आरएस 10,000 चाहिँ इचलाई दिनुभयो के हो अब भनेपछि अब तपाईको चाहिँ पर अब कति जनालाई दिनुभयो भन्ने कुरा हो त्यसरी एक्जाम्पलसँग लिंक गरेर गर्नु के अथवा तपाईले के भयो भन्दाखेरि तपाईले 30,000 रुपैयाँ चाहिँ इन्भेस्ट गर्नुभयो 30,000 मा चाहिँ तपाईले 10,000 चकलेट ल्याउनु भयो नि तपाई एउटालाई चाहिँ कति पर्यो भनेर त्यसरी निकाले हो के यो पर युनिट कस्ट बुझ्नुभयो अब एउटाको निकाल्दा फेरि त के गर्नुहुन्छ अब तपाईले अब यत्रो ठुलो लिनु पर्दैन के अब मानौ रुपैयाँ 10 रुपैयाँ अब यो लिनु के 10 रुपैयाँ इन्भेस्ट गर्नुभयो तपाईले चाहिँ कतिवटा चकलेट ल्याउनु भयो अब 2 वटा चकलेट ल्याउनु भयो भने अब एउटाको कति पर्यो त भन्दाखेरि एउटाको 5 रुपैयाँ पर्यो हो नि त अब यो 5 कसरी ल्या भन्दाखेरि 10 डिवाइड बाइ 2 हो नि हजुर बुझिन्छ नि बुझिन्छ दाइ हो अब यो पनि अझै झुकिनुहुन्छ भने के हुन्छ भन्दाखेरि यो पर युनिट भनेको त थोरै नै आउँछ थाहा छ नि हैन हजुर पर युनिट कस्ट त टोटल भन्दा त थोरै आउनु भयो अब पर युनिट कस्ट थोरै निकाल्नलाई के गर्नु पर्यो भन्दाखेरि मल्टिप्लाई गर्यो भने त झन् धेरै आउँछ त्यही भएर थोरै निकाल्नलाई डिवाइड गर्नु पर्यो भन्ने कुरा जान्नु पर्यो के बुझिन्छ नि बुझिन्छ दाइ हो यसको चाहिँ 3 आयो अब यसको कति आउँछ त 20,000 भनेको 50,000 डिवाइड बाइ 20,000 हैन हजुर 2.5 यो गर्दा कति आउँछ 2.5 ओ आरएस 2.5 ल हैन त अब के रहेछ त यहाँ दुईटाको चाहिँ पर युनिट कस्ट सेम आयो त आएन हो आएन भनेपछि यो के रहेछ यो चाहिँ सेमी भेरिएबल कस्ट रहेछ हैन मीन्स इट इज सेमी भेरिएबल कस्ट नाउ सेग्रिगेटिङ इट भन्ने हैन अब सुरुमा जुन मेथड भए पनि हामीले निकाल्ने के हो भेरिएबल कस्ट पर युनिट हो अब पर युनिट निकाल्नलाई त के गर्नु पर्यो टोटल कस्ट डिवाइड बाइ टोटल युनिट गर्नु पर्यो हो टोटल कस्ट पर युनिट अब भन्छन् यो त के भयो हाई लो भन्ने छ हो हाई लो भन्ने छ अब त्यसपछि के गर्ने भन्दाखेरि यहाँ हाई लेखिदिहाल्ने यतापट्टि लो लेखिदिहाल्ने अपनमा नि के भयो हाई भइहाल्यो लो भइहाल्यो हो नि अब त्यसपछि के हुन्छ यहाँ चाहिँ माथि चाहिँ के हुन्छ कस्ट हुन्छ किनकि हामीलाई त पर युनिट निकाल्नु छ भनेको त के हो तपाईले चाहिँ अब 10 वटा पेन ल्याउनु भयो भने अनि त्यसपछि 10 वटा 100 रुपैयाँको चाहिँ 10 वटा पेन ल्याउनु भयो भने अब एउटाको कति पर्यो भन्न खोज्या त हो नि हो त्यही भएर के हुन्छ भन्दाखेरि एउटाको निकाल्नलाई के गर्नु पर्यो डिवाइड गर्नु पर्यो अब त्यसपछि के गर्छ भनेको 100 डिवाइड बाइ जहिले पनि के हुन्छ भन्दाखेरि म्याक्सिमम केसमा चाहिँ ग्रेटर भ्यालु भने त्यो माथि नै हुन्छ त्यही भएर के गर्ने भन्दाखेरि अब यहाँ चाहिँ कस्टको गर्ने हाई कस्ट भने कति छ हाई कस्ट भने अब यो दुईटामा हेर्नु त एउटामा 50,000 छ अर्कोमा कति छ 30 हो अर्कोमा 30,000 छ एउटामा 50,000 छ भन्छन् हाई कुन हो त यो 20,000 युनिट भएको हो 20,000 युनिट भएको भनेको कस्ट के कस्ट हाई कस्ट हो नि त सुरुमा हेर्ने हाई कस्ट भने 50,000 भयो हैन 50,000 माइनस कति 30,000 यताको कस्ट 30,000 हो 30,000 अब डिवाइड बाइ कति हुने भयो युनिट अब हाई आउटपुट भने कति भयो 20,000 हो यसको चाहिँ कस्ट लिएपछि अब यसैको युनिट लिन्छ त हो नि हजुर 20,000 अनि यसको युनिट भने कति हो 10,000 हैन हजुर माइनस गर्दा अब यहाँ कति आयो 50 माइनस 30 गर्दाखेरि 20,000 आयो हो हजुर डिवाइड बाइ 20 माइनस 10,000 गर्दा 10,000 आयो हैन हजुर भनेको आरएस कति आयो 2 आरएस 2 पर युनिट है बुझिन्छ नि बुझिन्छ दाइ अब त्यसपछि हामीलाई के निकाल्नु पर्यो अब भेरिएबल कस्ट त निकाल्यो अब फिक्स कस्टको लागि हैन हजुर नाउ फर फिक्स कस्ट हो अब फिक्स कस्टको लागि हामी टोटल कस्टकै फर्मुला युज गरौँ यो तपाईले पछि यो सबै लेख्नु पर्दैन है टोटल कस्ट इज कस्ट टु फिक्स कस्ट प्लस अब हामीलाई त के छ भेरिएबल कस्ट टोटल भनेर छ र छैन नि त हेर्नु है यसको टोटल लिइसकेपछि यसको पनि टोटल लिनु पर्यो नि त तपाईले के गर्न मिल्दैन भन्दाखेरि यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ अब केटाकेटाको ग्रुप छ हैन हजुर यो केटाकेटाको काउन्टिङ भठाउँमा लगाएर एउटा केटी मिसाइदिनु मिल्छ र मिल्दैन नि त यो त हो त्यसले गरेर के छ भन्दाखेरि यो फिक्स कस्टले त के जनाछ यो फिक्स कस्ट यो टोटल कस्टहरुले त टोटलको जनाछ नि त टोटल युनिटको हजुर तर यहाँ भेरिएबल कस्ट पर युनिट हामीले त भेरिएबल कस्ट पर युनिट निकालेछौं अनि लगेर पर युनिटको लागि जोडेर हुन्छ त हुँदैन नि हो त्यही भएर भेरिएबलको पनि के गर्नु पर्यो टोटललाई कन्सिडर गर्नु पर्यो के बुझिन्छ नि क्वान्टिटी इन्टु भेरिएबल कस्ट पर युनिट बुझिन्छ बुझिन्छ कस्ट अर अब टोटल कस्ट अब हेर्नु अब कुनको लिने भन्दाखेरि अब तपाईलाई जुनको मन लाग्छ त्यहीको लिने बुझ्नुभयो ए यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब टोटल कस्ट भनेको त हेर्नु है
अब त्यसपछि के छ अब टोटल कस्ट भनेको एउटा चाहिँ के छ यो 10,000 युनिटको चाहिँ अब यो 30,000 छ हो हजुर 20,000 को चाहिँ 50,000 छ नि त हजुर अब तपाईले टोटल कस्ट चाहिँ जुनको लिनुहुन्छ क्वान्टिटी नि पछि त्यसैको लिनु के बुझ्नुहुन्छ बुझ्छु सर जुनको लिए पनि हुन्छ बुझ्नुभयो यहाँ चाहिँ सकेसम्म जुन हाई छ त्यही हाई नै लिने अनि लो नै लिने युनिट भएको हैन हाई युनिट र लो युनिट नै भएको लिने यसमा हैन अथवा हाई कस्ट र लो कस्ट नै भएको अनि तलपट्टि चाहिँ के लिने भन्दाखेरि तलपट्टि जुन लिए पनि हुन्छ बुझ्नुभयो नि बुझ्यो दाइ ल अब त्यसपछि हेर्नु अब 30,000 टोटल कस्ट चाहिँ कति 30,000 छ अनि त्यसपछि युनिट चाहिँ कति छ 10,000 हैन हजुर हो अब त्यसैलाई लिदिउ त्यसो भए कति भयो यहाँ चाहिँ 30,000 भयो इक्वल्स टु फिक्स कस्ट हामीसँग छैन फिक्स कस्टै राख्दिनु प्लस क्वान्टिटी अब 30,000 कै फेरि युनिट हेर्नु पर्यो क्या अर्कोको युनिट लिएर हुँदैन है हजुर भनेको के हुन्छ क्वान्टिटी भने 10,000 भयो इन्टु VCPU भनेको छ यहाँ हामीले निकालेछौँ नि त 2 हजुर हो यो 2 गरिदिने और फिक्स कस्ट इक्वल्स टु कति भयो RS 10,000 हो 10,000 मलाई क्वेशनले यति नै सोध्या हो यहाँ के चाहिँ कुरा बुझ्नु पर्यो भन्दा फेरि हैन अब तपाईले यहाँ के चाहिँ कुरा बुझ्नु पर्यो भन्दाखेरि यसरी के अब तपाईको के अब यहाँ के दिन्छ भन्दाखेरि अब यो क्वेशन एउटा गरिहाले अनि त्यसपछि म तपाईलाई डिफरेन्स भनिदिन्छु कि हाई लो पोइन्ट चाहिँ हाई लो मेथड चाहिँ कहाँ युज गर्ने अनि त्यसपछि यो लिस्टको चाहिँ कहाँ युज गर्ने भने अब हेर्नु न यहाँ चाहिँ यो कस्ट चाहिँ एउटा मात्रै दियो नि त यो मेन्टेनेन्स कस्ट भनेर हजुर अनि यो डिफरेन्ट लेभल अफ आउटपुटमा दियो हो नि एउटै कस्ट हो यस्तो बेलामा चाहिँ के गर्ने भन्दाखेरि यस्तो बेलामा चाहिँ लिस्ट स्क्वायर युज गर्ने के बुझ्नुभयो हजुर हो नि अहिले अब हामी त्यो हाई लो पोइन्टको नि एउटा लङ क्वेशन गर्छौँ है हुन्छ दाइ ल हेर्नु अब त्यसपछि यो भने कस्ट हो अब यो भने आउटपुट हो हैन अब त्यसपछि एक्स र वाई हो नि हजुर एक्स र वाई फाइन्ड गर्नु पर्यो अब तपाईलाई के थाहा छ भन्दाखेरि यो इक्वेसन त थाहा छ नि त यो इक्वेसन थाहा छ कि थाहा छैन थाहा छ दाइ हो यो इक्वेसनबाट के थाहा पाउनुहुन्छ भन्दाखेरि ल हेर्नु यो वाई भनेको त के रहेछ यो वाई भनेको डिपेन्डेन्ट भेरिएबल कि इन्डिपेन्डेन्ट भेरिएबल भन्नु त ल वाइ भनेको इन्डिपेन्डेन्ट होला नि डिपेन्डेन्ट भेरिएबल है किन डिपेन्डेन्ट भन्नु न किनकि यहाँ पछाडि यो भनेको त यो फिक्स कस्ट अनि यो भेरिएबल कस्टमा बेस्ड हुन्छ नि त यसको भ्यालु त यो भेरिएबल कस्ट बढ्यो भने हो यो पनि बढ्छ यो भेरिएबल कस्ट घट्यो भने यो पनि घट्छ नि त हजुर दाइ हो त्यही भएर यो वाई भने के हो डिपेन्डेन्ट भेरिएबल है अब त्यसपछि के भयो भन्दाखेरि अब एक्स भने के हो त एक्स भने के हो अब एक्स भने चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल भयो हजुर हो नि हजुर इन्डिपेन्डेन्ट भेरिएबल किनकि अब के छ भन्दाखेरि अब यसले गर्दाखेरि चाहिँ यसमा चेन्ज ल्याउने तर यसलाई त कसैले चेन्ज गर्न सक्दैन नि हजुर हो त्यही भएर यो चाहिँ जान्नु पर्यो है यो भनेको के हो भन्दाखेरि यो चाहिँ अरूबाट एफेक्टेड हुने के अरूमा डिपेन्ड हुने हजुर एफेक्टेड हुने यो चाहिँ के भयो डिपेन्डेन्ट भेरिएबल भयो इन्डिपेन्डेन्ट भेरिएबल भनेको अब यसले चाहिँ एफेक्ट गर्ने के है अब हेर्नु त यहाँ अब आउटपुट छ अनि कस्ट छ हैन हजुर अब आउटपुट छ कस्ट छ ल अब त्यसपछि अब यसमा के होला त भन्नु त अब कुन चाहिँ एक्स होला कुन चाहिँ वाई होला भन्नु त ल आउटपुट एक्स मेन्टेनेन्स वाई हो आउटपुट चाहिँ एक्स अनि मेन्टेनेन्स वाई भयो किन भन्दाखेरि हेर्नु है जति धेरै आउटपुट बढ्यो त्यति धेरै मेन्टेनेन्स कस्ट पनि बढ्दै जाने हैन र हो तर मेन्टेनेन्स कस्ट बढ्यो भन्दैमा आउटपुट बढ्छ र बढ्दैन हो नि त्यही भएर के भयो भने जति धेरै आउटपुट चाहिँ बढ्दै गयो त्यति धेरै मेन्टेनेन्स कस्ट लाग्छ नि त हैन हजुर आउटपुट कस्ट भनेको अब आउटपुट भनेको के हो धेरै काम गर्यो भने धेरै आउटपुट हुन्छ अब धेरै काम गर्दाखेरि त्यसको मेन्टेनेन्स कस्ट पनि धेरै लाग्छ त्यही भएर के भयो भन्दाखेरि यो आउटपुटले चाहिँ यो मेन्टेनेन्स कस्टलाई एफेक्ट गर्ने भएको भएर यसलाई चाहिँ वाई भयो यो चाहिँ एक्स भयो अब पहिला सुरु के गर्दिने भन्दाखेरि पहिला सुरु फर्मुला लेखिहाल्ने है नाउ अब यसमा के थियो भन्दाखेरि यो सेग्रिगेट यो युजिङ एप्रोप्रिएट मेथड भन्ने थियो कि सेग्रिगेट कस्ट दि फलोइङ कस्ट इज गिभन अनि अब फाइन्ड भेरिएबल कस्ट एन्ड फिक्स्ड कस्ट युजिङ एप्रोप्रिएट मेथड भन्ने थियो है एप्रोप्रिएट मेथड भनेपछि अब हामीले किन यहाँ लिस्ट स्क्वायर युज गरेर त्यो बुझ्यो हजुर किन युज गरे भन्दाखेरि मेन कज भने
यहाँ चाहिँ एउटा मात्रै यो कस्टको चाहिँ यति धेरै आइटम दिएको छ नि त भन्नाले यस्तो हुन्छ के अर्कोमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाई लो पोइन्ट युज गर्नुपर्ने ठाउँमा कस्तो हुन्छ भन्दाखेरि यतापट्टि हेड दिया हुन्छ हैन हजुर अनि यहाँ युनिट दिया हुन्छ अनि त्यसपछि यसको इचको चाहिँ कस्ट दिया हुन्छ युनिट भनेर 10000 देला हैन हजुर अनि यहाँ चाहिँ डाइरेक्ट लेबर भनेर दिन्छ यसको आरएस भनेर 10000 दिन्छ अनि त्यसपछि यहाँ डाइरेक्ट मेटेरियल भनेर दिन्छ यसको 20000 दिन्छ हो यसरी दिरा हुन्छ है प्राय बुझ्नुभयो हजुर दाइ हो अनि त्यसपछि हामीले के गर्छौं भन्दाखेरि अनि यो हाई लो यहाँबाट हाई कस्ट हेर्छौं सुरुमा अनि सुपरभिजन कस्ट भन्ने एउटा दिया हुन्छ त्यसको आरएस 50000 देला हैन हजुर अनि योबाट हाई र लो हेर्छौं के बुझ्नुभयो नि अनि यतापट्टि अर्को पनि दिन्छ के त्यस्तै युनिट भनेर बुझ्नुभयो दाइ हो यसरी दिन्छ क्या है तर यसमा के दिन्छ भन्दाखेरि एउटा मात्रै कस्ट दिया हुन्छ तर त्यसैको चाहिँ युनिट र कस्ट दिया हुन्छ है ल अब हामीलाई के थाहा छ भन्दाखेरि युजिङ लिस्ट स्क्वायर मेथड है युजिङ लिस्ट स्क्वायर मेथड हो अब हामीलाई के थाहा छ y इक्वल्स टु a प्लस bx भन्ने थाहा छ हजुर हो नि हजुर अब यो भने के हो यो भने टोटल कस्ट इक्वल्स टु फिक्स कस्ट प्लस b भने भेरिएबल कस्ट इन्टु x हो अब यहाँबाट a को भ्यालु फाइन्ड गर सुरुमा b को भ्यालु फाइन्ड गरौँ हैन अब b को भ्यालु फाइन्ड गर्नलाई के छ फर्मुला भन्नु त n इन्टु exy समेसन x y हैन र हजुर समेसन xy माइनस समेसन x इन्टु समेसन y हो यस्तो सम्झिनु है र यहाँ चाहिँ दुईवटा मिलेर बसेछ त्यही भएर यान छ यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अब त्यही दुईटा बिछोडिए के समेसन x भयो यहाँ यो x यो छुट्टै आयो अनि त्यसपछि यो समेसन y भनेर यो y चाहिँ छुट्टै आयो के त्यही हो बुझिन्छ नि बुझे दाइ ओके अनि त्यसपछि यान इन्टु तल के हुन्छ समेसन x स्क्वायर हो नि हजुर माइनस समेसन अब यो x स्क्वायर भनेको त के हो यो मिलेर बस्या हो हजुर अब फेरि यहाँ पनि स्क्वायर त ल्याउनु पर्यो तर यिनीहरु बिछोड भएको के यतापट्टि मिलनको कुरा गर्छ यसले चाहिँ बिछोडको कुरा गर्छ के यतै भएका टर्महरुलाई बिछोडको कुरा गर्छ के त्यो के घोक्नु परेन नि त यति भएपछि हजुर परेन नि हैन र परेन दाइ ओ ल ठीक छ अब त्यसपछि के भयो त्यो भनेको b फाइन्ड गर्ने भयो अब त्यसपछि a फाइन्ड गर्नु पर्यो अब a को लागि चाहिँ के छ भन्दा फेरि y बार माइनस bx बार हैन र हजुर दाइ यताबाट नि यो तीनटा जिरो क्यान्सल गरेर इन 0 0 0 यताबाट नि यो तीनटा जिरो क्यान्सल गरेर यस्तो लेखेको भयो भने के बुझिन्छ यो गर्दाखेरि सजिलो हुन्थ्यो के गाइड भाइ यो क्वेशनलाई कसरी रिप्लेस गर्ने भन्दाखेरि ए त्यस्तै नै गरेको दाइ ए यसरी नै गर्नु भा हजुर हो यसमा चाहिँ अब तीनटा यो यसमा चाहिँ अब के गर्ने भन्दाखेरि यो तीनटा जिरो अब यहाँ माथि राखिदिएपछि यसलाई चाहिँ 10 मात्र राखिदिए भयो यसलाई 20 मात्र राखिदिए भयो यसलाई 30 मात्र राखिदिए भयो यसलाई 40 मात्र राखिदिए भयो नि त हो यसरी के ए मैले यो मल्टिप्लाई गर्दा बल्ल हेरे के ए यो त धेरै आउँछ नि त नत्र त हजुर यसमा 30 राख्ने यसमा कति 50 राख्ने यसमा 70 राख्ने यसमा 90 राखेर हो यसरी मल्टिप्लाई गर्ने के अब यिनीहरु दुईटालाई 2100 आउँदो रहेछ यसमा चाहिँ 949 चाहिँ 3600 आउँदो रहेछ अब यसको टोटल गर्नु अब x स्क्वायर भनेको त कति हो यो x पनि 10 10 जा 100 100 भयो 2 2 जा 4 400 भइहाल्यो हैन अनि त्यसपछि यसमा 3 3 जा 9 900 भइहाल्यो अनि 4 4 जा 1600 ए हजुर दाइ हो अब यसको टोटल गर्दिनु के अब यसको पनि के गर्दिनु भन्दाखेरि यसको पनि यो तीनटा जिरो काट्दिने है यसमा सबैको गर्नु पर्यो नि त एउटै हजुर हो नि हजुर दाइ बुझेछ नि यो बुझेछ हो केही हुँदैन यो लास्टमा चाहिँ यो माथिपट्टि हेडिङमा चाहिँ फेरि लेख्नुपर्छ यो x भनेर यस्तो भयो यहाँ चाहिँ यो यस्तो ब्र्याकेट दिएर इन 0 0 0 भनेर लेख्नुपर्छ है फेरि ओके भनम दाइ युनिट कति आयो टोटल xy को चाहिँ 7000 आयो 7000 आयो अनि x स्क्वायर को चाहिँ 16400 16400 आयो हैन हजुर अब यताको लेख्नु भयो हैन ल हजुर अब त्यसपछि अब सुरुमा ल यसैलाई गरौँ n भनेको छ अब n कति छ हेर्नु त n भनेको 4 हो चारवटा आइटम छ हैन हजुर
4 इन्टु समेसन एक्स वाई कति छ 1 अब n भनेको कति 4 नै भयो इन्टु समेसन एक्स स्क्वायर कति छ 4 आउँछ अब त्यसपछि हेर्नु अब समेसन y कति निकालेछौँ हामीले 240 बाई n भनेको कति 4 छ हैन माइनस b भनेको छ 2 इन्टु समेसन x भनेको छ 100 हैन 100 अपन 4 हैन हजुर बुझे छ अब त्यसपछि के हुन्छ भन्दा यो त फिक्स कस्ट हो नि त हजुर अब फिक्स कस्टको भ्यालु त यो 10 त आउने कुरै भएन किन भन्दाखेरि यो त भेरिएबल कस्ट नै हेर्नु न 2 छ त हैन अब हामीले माथि के गरेका थियौ त्यो 0 0 0 दुईटैबाट घटाएको थियौ नि त हजुर कमन घटाएको नि त हैन यो हजुर हो त्यस्तो कमन भयो बेलामा कि त एक साइड मात्रै घटाउने हैन हजुर कि त दुवै साइडमा घटाउनु पर्यो भने चाहिँ कमन वाला मात्रै घटाउने अहिले हामीले दुवै साइडबाट तीनटा 0 घटाएको छौं हैन भनेपछि एउटा तीनटा लिन पाइयो त्यो भने के हुन्छ यो चाहिँ इन्टु 100 भयो हैन इक्वल्स टु 10 अनि त्यो तीनटा 0 बुझिन्छ यो फिक्स अब त्यसपछि के भयो नाउ भेरिएबल कस्ट पर युनिट इक्वल्स टु आरएस 2 पर युनिट भयो हैन अनि फिक्स कस्ट इक्वल्स टु के भयो आरएस 10,000 हैन हजुर अब त्यसपछि के राख्ने भन्दाखेरि अब यो चाहिँ यो कसरी राख्ने भन्दाखेरि अब फिटिङ इन इक्वेसन भनौं है ल बी नम्बर क्वेशन थपे है त व्हाट 10,000 प्लस 2 इन्टु 2,000 हैन हजुर इक्वल्स टु आरएस 14,000 ल यति नै हो है यो लिस्ट स्क्वायर मेथडबाट यही हो है ल हेर्नु है यदि यस्तो के यो छ नि यदि सिंगल वाला कस्ट दियो भने हैन हजुर यसरी सिंगल वाला कस्ट दियो र तपाईलाई एप्रोप्रिएट मेथड युज गर भन्यो भने चाहिँ यो लिस्ट वाला युज गर्ने हैन हजुर तर सिंगल वाला कस्ट दिएर पनि तपाईलाई हाइलो पोइन्ट मेथड युज गर्यो भने चाहिँ हाइलो नै युज गर्ने है त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब यसैलाई हाइलोबाट म यसैलाई सल्भ गर्दिन्छु हुन्छ त्यसभए हुन्छ दाइ यहाँ युनिट छ हैन आउटपुट हजुर अनि त्यसपछि यहाँ कस्ट छ है हजुर अब आउटपुट कति छ रे सुरुमा 10,000 छ हैन हजुर अर्कोको अनि यो त यसै पनि भेरिएबल आउँछ है सेम भेरिएबल हैन अब यो सबै कस्ट के हो त एउटै हेडिङको कस्ट हैन र हजुर हो एउटै हेडिङको कस्ट भइसकेपछि त के भयो यसमा कुनै पनि अब यो सबैमा चाहिँ के हुनु पर्यो सबैमा कि त अब हामीले सेग्रिगेसन गर्नलाई कि त अब सबै एउटै हुनु पर्यो सबै एउटै छैन त्यही भएर यो फिक्स कस्ट हैन हैन अब सबैको पर युनिट एउटै आउँछ त यो गर्दाखेरि यो कति आयो 3 आयो हैन यो गर्दाखेरि यो कति आयो यो चाहिँ 2.5 हैन हो अब भन्छिन त यो त के रहेछ यतिकै नि थाहा भइहाल्यो नि यो त सेम भेरिएबल हो नि यदि यो भेरिएबल हुनको लागि त भेरिएबल हुनको लागि यसमा 3 अब हाइलो पोइन्ट मेथडबाट सुरुमा आउटपुट अथवा यसलाई हाई आउटपुट भनौं है हाई आउटपुट चाहिँ कति छ रे 40,000 हैन ए हजुर त्यो क्वेशन हेर्नु है अनि त्यसपछि लो आउटपुट कति छ 10 हो 10,000 छ हैन हजुर 10,000 युनिट्स अब त्यसपछि हाई कस्ट कति छ त्यही अब हाई आउटपुटकै हेर्नु त 90,000 हो 90,000 भयो हैन त्यसैको हेर्नु है यसैलाई यसैको चाहिँ कस्ट हेर्नु है हुन्छ दाइ अनि लो कस्ट कति छ 30,000 30,000 हजुर ल भइहाल्यो त अब यो त जान्नुहुन्न र अब कि जानिदैन जान्छु ल अब ठिकै छ के भएन अब युजिङ हाई लो पोइन्ट मेथड हो हजुर भेरिएबल कस्ट पर युनिट इज कस्ट टु अब हामीले अघि नैबाट मैले तपाईलाई फर्मुला बुझ्ने तरिका सिकाइसकेको छु हाई कस्ट माइनस लो कस्ट अपन हाई युनिट अथवा आउटपुट माइनस लो युनिट ल भन्नु त कति छ हाई कस्ट कति छ 40,000 हो 40,000 माइनस कति 10,000 हो हजुर 10,000 अपन सरी यो त के हो यो त युनिट हैन र ए युनिट भन्नु पर्छ नि हो 90,000 हजुरको यो हेरेर झुकेको 90,000 माइनस 30,000 है 90,000 माइनस 30,000 अपन 40 माइनस 10,000 40,000 माइनस 10,000 यो गर्दा कति आउँछ भन्दा फेरि
90 माइनस 30 भने यहाँ चाहिँ 60 भयो 60 र 30 गर्दाखेरि चाहिँ RS2 आयो हो RS2 पर युनिट हैन र हजुर अब त्यसपछि के गर्ने भन्दा फेरि अब भेरिएबल अब के चाहियो हामीलाई फिक्स कस्ट चाहियो हैन हजुर फर फिक्स कस्ट के गर्ने भन्दाखेरि यसलाई टोटल कस्ट इज कस्ट टु फिक्स कस्ट प्लस भेरिएबल कस्ट अब यो भेरिएबल कस्टलाई हामीले कसरी एक्सपान्ड गरेको थियौँ भेरिएबल कस्ट पर युनिट इन्टु क्वान्टिटी गरेको थियौँ हैन हो नि अब टोटल कस्ट यही मध्येको लिदिए भयो क्या अब त्यो धेरै उस गर्नु परेन हैन मेहनत गर्नु परेन अब हेर्नु है अब यहाँ के छ त टोटल कस्ट कुनको लिने अब 10,000 युनिट्सको लिने कि 40 को लिने जुनको लिए पनि भयो हामी 10,000 कै लिउँ है त अब 10,000 को टोटल कस्ट कति छ 30,000 हो 30,000 माइनस फिक्स कस्ट 30,000 इज कस्ट टु फिक्स कस्ट प्लस भेरिएबल कस्ट पर युनिट कति आछ 2 आछ हो इन्टु क्वान्टिटी अब यही के छ यही 30,000 को सीधा यताको क्वान्टिटी कति छ 10,000 छ और के भयो फिक्स कस्ट इज कस्ट टु कति आउँछ भन्नु त ल 10,000 हो RS 10,000 आयो हैन बुझ्यो नि हो हजुर दाइ तपाईलाई कसरी दिन्छ भन्दाखेरि अब त्यो हाइलो पोइन्टको चाहिँ यहाँ चाहिँ सुरुमा चाहिँ यहाँ चाहिँ पार्टिकुलर भनेर दिन्छ हजुर अनि त्यसपछि यहाँ चाहिँ युनिट भनेर दिन्छ गरेर आउँछ कि हाइलो पोइन्टको बुझ्नुभयो अब के छ भन्दाखेरि अब हेर्नु यसको र यसको एउटै छ र एउटै छैन हैन अब यहाँ बिचमा लाइन तान्यो हैन यहाँ पनि बिचमा लाइन तान्यो अनि त्यसपछि यहाँ चाहिँ के लेख्यो भन्दाखेरि पर युनिट कस्ट लेख्यो यहाँ पनि पर युनिट कस्ट लेख्यो हैन अनि त्यसपछि यहाँ चाहिँ रिमार्क भनेर लेख्यो हैन हजुर अनि त्यसपछि ल हेर्नु अब सुरुमा के छ अब यसको पर युनिट कस्ट निकाल्नु त 500,000 डिभाइड बाइ 500 गर्दा कति आयो 2 आयो हैन हजुर 2 आयो बुझिन्छ नि हजुर अब त्यसपछि यसको 500 यो कति 900 डिभाइड बाइ 100 गर्दाखेरि कति आयो 9 आयो हो हजुर अब के छ त यिनीहरुको त पर युनिट कस्ट डिफरेन्ट आयो नि त त्यसपछि यो के भयो सेमी भेरिएबल कस्ट भयो हजुर अब यसलाई के गर्नु पर्यो यसलाई सेग्रिगेट गर्नु पर्यो के बुझिन्छ यसलाई सेग्रिगेट गर्न आउँछ दाइ ल भन्नु त यसलाई जति भेरिएबल भयो त्यतिवटालाई नै सेग्रिगेट गर्ने हैन त नि हो जतिवटा सेमी भेरिएबल भयो त्यतिलाई नै सेग्रिगेट गर्नु पर्यो के अब यसमा कति छ यसमा 500 डिभाइड बाइ 2000 डिभाइड बाइ 500 गर्दाखेरि कति आयो यो 4 आयो हैन हजुर अनि यो 100 गर्दाखेरि यो कति आयो 15 आयो सेग्रिगेट गर्नु पर्यो हैन हजुर 1 10 100,000 भयो 2 भयो अनि त्यसपछि यसमा 200 हेर्नु अब यसमा के भयो यसमा चाहिँ यो चाहिँ कति भयो 2 भयो हैन यसमा नि कति भयो यसमा नि 2 भयो यो भेरिएबल कस्ट भयो यसलाई चाहिँ परेन के अब बुझ्नुभयो अनि त्यसपछि यसको त के छ यो पनि 10,000 छ यसको पनि 10,000 छ यो के भयो कस्ट भइहाल्यो हैन हो अब हामीलाई अनि के भयो भन्दाखेरि अब यस्तो भइसकेपछि हैन यो सेमी भेरिएबल कस्ट भयो यो सेमी भेरिएबल भयो हैन अब यो दुईटालाई चाहिँ सेग्रिगेट गर्नु पर्यो के अब दुईटालाई सेग्रिगेट गर्दाखेरि फर्स्टमा के भयो फर्स्टमा डाइरेक्ट लेबरको हैन डाइरेक्ट लेबरको भन्नु त ल के हुन्छ हाई कस्ट माइनस लो कस्ट हाई कस्ट भनेको छ 1000 छ हैन माइनस लो कस्ट भनेको छ 900 हैन हजुर अपन अब त्यसपछि हाई आउटपुट भनेको छ 500 छ अनि लो आउटपुट भने 100 छ हैन यो गर्दाखेरि आरएस कति आउँछ 0.25 पर युनिट आयो हैन हजुर अब फर फिक्स कस्ट भनेर लेख्ने हैन हजुर टोटल कस्ट इज कस्ट टु फिक्स कस्ट प्लस अब के लेख्ने भन्दाखेरि यहाँ चाहिँ भेरिएबल कस्ट पर युनिट इन्टु क्वान्टिटी हैन हजुर अब टोटल कस्ट यो दुईटाकोमा जुन लिए पनि भयो यसैको लिनु पर्यो फेरि हैन हजुर ल अहिले ल हामी यो यताको लिने भयो कुन लिने यसलाई लियौं है त हुन्छ टोटल कस्ट भनेको छ 1000 छ हैन माइनस इज कस्ट टु फिक्स कस्ट भने फिक्स कस्ट निकाल्नु छ प्लस भेरिएबल कस्ट पर युनिट भनेको छ 0.25 हो नि हजुर इन्टु क्वान्टिटी कतिको लिएको 500 हैन 500 हजुर यो गर्दा कति आउँछ अब 0 नगरिहाल्नु 125 यो 500 इन्टु 0.25 गर्दा कति आउँछ 875 125 फिक्स कस्ट इज कस्ट टु 875 आउँछ हजुर ओ ठीक छ हैन अब त्यसपछि के भयो अब फेरि अर्कोको डाइरेक्ट यो के को भयो यो चाहिँ डाइरेक्ट लेबरको भयो अब डाइरेक्ट मटेरियलको हैन हजुर डाइरेक्ट मटेरियलको भन्नु त अब त्यहाँ तपाईले सार्नु भएको कि नै सारी छु दाइ हो भन्नु त यसमा अब हाई कस्ट कति छ
के रे यसमा 2000 हाई कस्ट 2000 माइनस minus 500 500 कस्ट 500 छ 2000 माइनस 1500 छ नि त हो 1500 हैन हजुर हो 2000 माइनस 1500 अपन युनिट कति छ हाई 500 minus 100 500 माइनस 100 ल यो गर्नु त कति आउँछ अब 500 अपन कति गर्नु पर्यो तपाईले भन्दाखेरि 500 अपन 400 गर्नु त 1.25 RS 1.25 हो हजुर पर युनिट हैन हजुर अब यसमा नि के भयो फर फिक्स कस्ट गर्ने हैन टोटल कस्ट इज कस्ट टु फिक्स कस्ट प्लस भेरिएबल कस्ट पर युनिट इन्टु क्वान्टिटी हो नि हजुर अब टोटल कस्ट एउटाको भन्नु त ल कुन चाहिँ को कन्सिडर गर्नुहुन्छ यो 500 कै कन्सिडर गर्दियौ है त हुन्छ त्यसको कति भयो 2000 हो हजुर इक्वल्स टु फिक्स कस्ट प्लस भेरिएबल कस्ट पर युनिट कति आछ 1.25 हो हजुर त्यसको क्वान्टिटी 500 छ हो नि हजुर अब योबाट फिक्स कस्ट कति आयो 1375 1375 हो हजुर आरएस अब यहाँ के लेख्नु पर्यो भन्दाखेरि नाउ अब टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्ट निकाल भन्छ के हजुर टोटल फिक्स कस्ट एन्ड यति बुझाउनलाई मैले यत्रो गरे टोटल भेरिएबल कस्ट हैन अब टोटल फिक्स कस्ट भने के भयो सुरुमा यहीबाट जोड्दै जाऊ है त सुरुमा डाइरेक्ट लेबर छ डाइरेक्ट लेबरको फिक्स कस्ट कति 875 आयो हैन 875 प्लस अनि त्यसपछि डाइरेक्ट मेटेरियलको 1375 हैन 1375 हजुर प्लस अब के छ त अनि त्यसपछि उ यहाँ हो नि त अब यही छ नि त एउटा त फिक्स पहिले छ नि त यो 10000 हजुर हो त्यसलाई पनि जोड्नु पर्यो किनकि त्यो पनि फिक्स कस्ट हो नि हजुर हो त्यसलाई पनि जोड्दिनु अब 10000 अब यो टोटल गर्दाखेरि कति आउँछ त्यो फिक्स कस्ट भयो टोटल भेरिएबल कस्ट पर युनिट इज कस्ट टु कति हुन्छ भन्दाखेरि अब यो सुरुमा के हुन्छ डाइरेक्ट लेबरको 0 point कति छ रे डाइरेक्ट लेबरको 0.25 प्लस 1.25 हो हजुर यति हो नि त हैन र अनि माथि पनि छ भने त माथिको के छ माथि पनि छ नि हैन र भेरिएबल कस्ट एउटा 2 हो यो पनि जोड्नु पर्यो हैन अनि प्लस 2 गरेर यो टोटल जति आउँछ त्यो चाहिँ 213 भयो 3.5 ल आरएस 3.5 पर युनिट अब यहाँ चाहिँ के छ भन्दाखेरि